आदरणीय दर्शक वृन्दहरू, तपाईहरु अहिले मिस्टर सेरो मगरको भ्लगमा हुनुहुन्छ र आजको न्यू डे न्यू भ्लगमा हामी सानो यात्रा गर्ने जमर्को गरेका छौं गाइजहरु। आजको भ्लग बाउ र छोराको हुनेछ भने हामी यो घोराई क्षेत्रदेखि हल्का माथितिरको बैलडाँडासम्मको यात्रा पनि हामीले तय गर्नेछौं। भिडियोलाई मन परे लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र नयाँ साथी हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला। ल है दर्शकबिनहरु, तपाईहरु अहिले घोराई क्षेत्रको हल्का माथितिर हुनुहुन्छ। यहाँ चाहिँ बजार इलाकादेखि हल्का माथि हो। बजारमा बस्दा चाहिँ हल्का चाहिँ शनिबार बसाइमा अलिकति माथि आउँ भनेर यसो माथि आएको गाइज। यो यहाँबाट सिधा घरद्वारातिर जान्छ यो बाटो। यहाँबाट यसरी गएर घरद्वारा जान्छ गाइज। यहाँ बलडाँडा पनि जान्छ हैन। ओ गाइज, आम्बो यसले त खाँदैछ त यार, कति छिटो हो। Instrumentals here, but let me know if you like song lyrics inspired by the idea of travel adventure. सालामा यसरी एक्सरसाइज गर्नुपर्छ गाइस। I don't provide instrumentals here, but let me know if you like lyrics inspired by the idea of travel adventures. अलि माथि गएर चाहिँ नास्ता पनि खाने हो। अनि हेर्नुस् यो घोराईको बजार हो तल। अलि अँध्यारो देखिन्छ गाइजहरु। हाम्रो यहाँनिर चाहिँ अलिका यहाँ व्यवस्थापन रहेछ फोहोरको। प्राय यो ठाउँ चाहिँ बहुत राम्रो रहेछ हैन। अब हामी जान्छौँ माथितिर। कति आनन्दको ठाउँ छ हेर्नुस् गाइजहरु। यो इलाका धेरै खुसी लाग्छ मलाई यस्तो जंगल साइडमा यसो कहिलेकाहीँ शनिबारे बसाइमा प्राय आउँदाखेरि खुसी लाग्छ। हरियो वन जंगल छ चारैतिर। यहाँ सायद अब यो चिउरी पनि पाकेको छ क्या हो माथि। पाक्न लागेको छ यार। छोरोले पनि घुम्न जाउँ भनेर आज छोरोसँग आएको गाइजहरु। कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। म प्राय सो यस्तै ठाउँमा घुम्छु। म खासै त्यति कन्टेन्ट खासै बनाउँदैन। खास त्यस्तो कन्टेन्टमा फोकस राख्दैन हैन। जस्तो हुन्छ जस्तो त्यो अगाडि आइपर्छ म त्यस्तै चीजहरु देखाउने गर्दछु हेर्नुस् गाइजहरु। छोरो पनि अब ठुलो भइसक्यो गाइजहरु। ल हेर्नुस् गइसक्यो माथि केटा। यसको पनि आफ्नै च्यानल भ्लग छ केटाको। ओ भयो ओ रोको कहाँ पुग्ने हो तपाईँ?
कहाँ पुग्ने हो जङ्गलमा बलदारा चौतारी क्लबमा भन्नु I don't provide instrumentals here, but let me know if you like song lyrics inspired by the idea of travel adventures. Yeah. उकालो चढ्न नसकेर है एउटाले भिडियो बनाउँदै अर्कोले स्कुटी चलाउँदै क्यामेराम्यान उकालोमा चढ्दै रहेको अवस्था छ। उकालो निकै भएको कारणले उकालो चढ्दै गरेको अवस्था। है गाइज फाइनल्ली माथि आइयो। यो के भन्छ यो बलदाडा चौतारी क्लबको एउटा सानो यहाँनिर एउटा चौतारी छ गाइज। तपाईहरु अम्बिकेश्वरीको मन्दिरबाट सिधा माथि आउँदाखेरि यहाँनिर तपाई बिसाउने हुन्छ। त्यसपछि यहाँदेखि सिधा गएर सिधै अझै माथि यहाँबाट चाहिँ घरदौरा चाहिँ जान्छ हैन गाइजहरु। कुनै दिन फेरि माथि घरदौराको हामीले पनि देखाउने छौं। जस्ट आज हामी शनिबारी बसाइमा यही बलदाडा चौतारीसम्म मात्रै हाम्रो यात्रा हो भनौं। गाह्रो छ तलदेखि यहाँ माथि आउन गाह्रो छ नि हौ। हामी बजारमा बसिरहेको मान्छेहरु हिड्न खासै जाँगर लाग्दैन। तपाईसँगै भोक पनि लाग्यो गाइस, त्यही भएर अब हल्का नास्ता दिइहालौँ। हामी शाकाहारी भएको हुनाले भेज मोमो खान्छ। यो ओम फुड हाउसले चाहिँ राम्रै बनाउनुहुन्छ हैन। दामी छ गाइस, दामी। यो ओन्सु पाए पनि राम्रै बनाउँछ। फेरि हेर्दा मर्निङ वाक खासमा मर्निङ वाक हुन्छ।
यम्मी डेलिसियस छ यार। अब खाइसकेपछि चाहिनेलाई यताउता फाल्नु भएन गाइज। यहाँनिर ठ्याक्कै डस्टबिन छ माथि, ठ्याक्कै त्यहाँनिर फाल्नुपर्छ होइन। सभ्य नागरिकको पहिचान हो नि त होइन, के हो। खाइसकेपछि माथि फाला छोरा है। ओहो यस्तो गर्नु भएन नि यार गाइज, फाल्नु पऱ्यो नि त यार। यहाँ सफाइमा त्यहाँ डस्टबिन छ, टक्क फाल्नु पऱ्यो होइन। सबै नागरिकको पहिचान हो कि यो। गुड हो। यस्तो यस्तो फोहोरहरू पनि सफा गर्नुपर्छ, टक्क लाएर। यहाँनिर चाहिँ एक्सर्साइज गर्ने ठाउँ पनि रहेछ होइन, रमाउने ठाउँ। यहाँबाट अब बजारको दृश्य पनि देखिने। हेर्नुहोस् यहाँबाट पनि तल बजारको भ्यू देखिन्छ गाइज होइन। अनि यहाँनिर पिङ छ। कता हो घुमेको? एक्लै एक्लै घुम्नुहुन्न नि? हो नि त, यहाँ भालु लाग्दैन होइन। यस रमाइलो ठाउँ छ हौ हजुर। खासमा मर्निङ टाइममा आउने हो यो ठाउँमा वास्तवमा भन्नुपर्दा। यहाँनिर पनि यसो फोहोर फाल्नेको व्यवस्था रहेछ। One, two, three, go. Bye guys यार, थकाइ लाग्यो यार। ओ थकाइ लाग्यो यार, गाह्रो हुन्छ नि त। अब फर्किनु पर्छ गाइजहरू। अब इन्जोय भयो आज शनिबारे बसाइमा। अब फेरि घरतिर फर्किनु पर्छ। टक्क भोलि फेरि आफ्नै ड्युटी हुन्छ, आफ्नै बिजी हुन्छ हैन। त्यसकारणले अब फर्किन्छौँ गाइजहरू हामी।
बलडाँडाको चाहिँ बसाइ चाहिँ अब लगभग 1 घन्टाको बसाइ भयो। फर्किन्छौँ गाइजहरू। अब भिडियोलाई के कस्तो